गाइज हामी चाहिँ खाँदैछौँ खाइसकेपछि यहाँ हेर्नु न कस्तो राम्रो राम्रो छ सामानहरू चाहिँ यहाँ हेलो साथीहरू सन्चै हुनुहुन्छ हामी पनि सन्चै छौँ अनि आज हामी धेरै पछि भिडियो बनाउँदैछौँ आज कामको पनि छुट्टी दिँदा थियो हामीले अनि हामी आज के बाहिर खाऊँ न त भनेर जान लागेको खाजा खान के खान्छौँ अहिले देखाउँछु भन्न लागेको थियो भनिदिइहाल्नुहोस् के छ सहरमा खाना जान लागिरहेको छौँ हामी अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो ड्रेस म्याचिङ देखेको छ कि छैन थाहा छैन तलको म्याचिङ नेपालबाट पठाइदिएको वाला लाएको हामीले आज नेपालको ड्रेस त होइन नेपालबाट आएको ड्रेस लाएको 1 महिनाको कठिन सङ्घर्षपछि यो ड्रेस हामीले पाएको छौँ यहाँनिर कति खानेकुरा त बिग्रिएर फाल्न पर्यो ठिक छ त्यस्तो कुरा भइरहेको छ अहिले शर्मा खाएको देखाउँछु आजको वेदर देख्नुहुन्छ है त अहिले म साथीहरू आजको वेदर देख्न सक्नुहुन्छ वा मस्त घाम लागिरहेछ है रमाइलो छ वेदर ल है त हामी चाहिँ आइपुग्न लाग्यौँ यहाँ शर्मा खाना यहाँ चाहिँ ट्रेन स्टेसन छ त्यसकै छ ल यहाँ चाहिँ ट्रेन स्टेसन छ है अनि ट्रेनहरू लाग्छ यो चाहिँ हामी चाहिँ अहिले देव भन्ने ठाउँमा हो बस स्टेसन चाहिँ यहाँ छ ट्रेन स्टेसन पारी हो हामी यहाँ शर्मा खाना आएको छौँ चाहिँ शर्मा मिठो हुन्छ देखाउँछु अहिले म तपाईँहरूलाई कतिको भिड छ त्यहाँनिर भनेर जहिले आउँदा नि भिड हुन्छ क्या त्यहाँ देख्न सक्नुहुन्छ भिड ऊ त्यो कालो गाडीको छेउमा हो यहाँ चाहिँ ऊ त्यहाँ देख्न सक्नुहुन्छ ट्रेन स्टेसन अनि हामी शर्मा खाना चाहिँ यहाँ आएको यहाँ देख्न सक्नुहुन्छ भिड लाइन देख्न सक्नुहुन्छ मान्छेहरूको यस्तो सानो पर्सनले कति धेरै लाइन छ अनि हामी चाहिँ अनि यहाँ मेरो चाहिँ जाँदै 15 रुपियाँ थियो हैन गाइज अब हामी चाहिँ यहाँ लाइनमा बसिरहेको छौँ शर्मा खानाको लागि अब हाम्रो पालो आउँछ अनि शर्मा लिइसकेपछि म देखाउँछु है त कस्तो खान्छ हाम्रो शर्मा आइसक्यो देख्न सक्नुहुन्छ खाएर देखाउँछु अहिले खाएर देखाउँछौँ हामी किनकि अहिले बाटोमा छौँ हामी त्यही भएर अहिले अनि देखाउँछौँ गाइज हामी शर्मा खाना लाग्छ कति पछि खाएको फेरि भयो हामी उताबाट आएदेखि नै खाएको छैन के खायौँ शर्मा वा तातो खानु न टिस्यु चाहियो हुन्छ है गाइज हामी चाहिँ खाँदैछौँ खाइसकेपछि भिडियो कन्टिन्यू गर्छौँ है त गाइज हामीले खाइसक्यौँ अब चाहिँ हामी जाँदैछौँ सेन्ट्रीतिर धेरै पछि निस्केको आज हामी यसो फ्रेस नै हुँ भनेर अनि शर्मा नि खायो मिठो भयो अब सेन्ट्रीतिर घुम्न जान्छौँ पनि बोल्नु न चिसो मौसममा फ्रेस भएर आइदिनु धेरै पछि बाहिर निस्केको नत्र त्यही ननिस्किने त होइन निस्किन्थ्यो नि त्यही सब्जी लिन गयो फर्क्यो यसरी त्यही हो गाई हामी चाहिँ यहाँ मार्केट चप्पल आएको छौँ अनि गुरुको लागि चप्पल चाहिएको थियो मैले चप्पल नि किनेँ यहाँ हेर्नु न कस्तो राम्रो छ सामानहरू चाहिँ अनि यहाँ चप्पल किन्यौँ हामीले गाइज हामी चाहिँ सामानहरू लिइसक्यौँ देख्न सक्नुहुन्छ यहाँ चप्पल अनि ब्लेन्डर नि चाहिएको थियो अनि नेपालबाट मगाएको सामान के भयो बाटै हरायो त्यही भएर अब के गर्नु यस्तै हो अनि लास्टमा फेरि यहीँ किन्न पर्यो है त मैले अनि हामी जाँदैछौँ घर अब रुम जाँदैछौँ यहाँ हेर्नु न कस्तो राम्रो के हो र खै यहाँ हेर्नु न गाइजहरू साथीहरू यहाँ हेर्नु न कस्तो राम्रो यहाँ के फेस्टिभल आउनु लाग्यो कि के हो त यो फेस्टिभल आउनु लाग्छ रहेछ यिनीहरूको
अनि हामी चाहिँ अब कस्तो राम्रो छ है। अनि अब हामी चाहिँ रुम जान्छौँ आजको लागि। यति नै साथीहरू, तपाईँहरू पनि हाम्रो भिडियो हेर्दै गर्नुहोला। धन्यवाद। भिडियो हेर्दै गर्नुहोला, लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला, हामीलाई धेरै माया गर्नुहोला है त साथीहरू।